आरोपहरू जस्तो ठूलो मात्रामा ठगी अनि संगठित अपराध यी अलि गम्भीर किसिमका छन् नि त। गम्भीर आरोपहरू हो, त्यसैले अदालत प्रमाणको सुरक्षा र अनुसन्धान निष्पक्ष होस् भन्नेमा बढी सचेत देखियो। यो खाली धरोटी रकमको मात्र कुरा रहेन के, अनि यो मामिला सर्वोच्च अदालतसम्म पनि पुग्यो नि त। सर्वोच्चसम्मै? हो, मे 23, 2025 मा सर्वोच्चले पनि उच्च अदालतकै निर्णयलाई सदर गर्यो। उहाँका समर्थकहरूले यो थुना गैर कानूनी भयो भन्दै हालेको बन्दी प्रत्यक्षीकरण रिट थियो नि, त्यो पनि सर्वोच्चले खारिज गरिदियो। बन्दी प्रत्यक्षीकरण रिट नै खारिज भनेपछि त्यसको अर्थ के लाग्यो त? त्यसको सीधा अर्थ के हो भने सर्वोच्च अदालतले पनि उहाँलाई अहिले हिरासतमा राख्नु गैर कानूनी होइन भन्ने मान्यो। अदालतको भाषामा भन्दाखेरि मुद्दाको अन्तिम फैसला नभएसम्म हिरासतमा राख्न पर्याप्त प्राइमा फेसी प्रमाण देखियो रे। प्राइमा फेसी त्यो भनेको? हो, प्राइमा फेसी भनेको चाहिँ पहिलो नजरमा हेर्दा मुद्दाको गहिरो सुनवाई हुनुभन्दा अगाडि नै अहिले जे जति प्रमाणहरू छन् तिनले हिरासतमा राख्नुपर्ने बलियो आधार देखाउँछन् भन्ने हो। नर्खदो भनेपछि अदालतको निर्णय नै मुख्य आधार भयो उहाँ हिरासतमा रहनुको, यो त स्पष्ट भयो। अब कारागारभित्रको अवस्था कस्तो छ भन्ने बारे स्रोतहरूले केही बताउँछन् कि? कारागार प्रशासनको भनाइ उद्धृत गर्दै स्रोतहरूले के भनेका छन् भने उहाँलाई एकल कोठामा राखिएको छ, सिंगल सेल कन्फाइनमेन्ट भन्छन् नि। छुट्टै? हो, छुट्टै। अनि उहाँबाट त्यस्तो कुनै ठूलो गुनासो वा विशेष माग आएको जानकारी छैन रे। बरु शान्त र नियम मानेर बस्नु भएको छ भन्ने कुरा आएको छ। स्वास्थ्य अवस्था पनि सामान्य नै छ अनि कुनै विशेष स्वास्थ्य सुविधा पनि माग्नु भएको छैन भन्ने रिपोर्टहरूमा देखिन्छ। बाहिर चाहिँ कस्तो छ नि प्रतिक्रिया मिडियामा अनि आम मानिसमा? मिडियाले त यो केसलाई निरन्तर फलो गरिरहेकै छ। प्रमुख मिडियाहरूमा समाचार आइरहेका छन्, तर हिरासतको अवस्था वा स्वास्थ्यमा त्यस्तो नाटकीय केही नयाँ कुरा आएको देखिन्न। सामाजिक सञ्जालतिर हेर्ने हो भने चाहिँ विचारहरू एकदम बाडिएका छन्। हो र? कस्तो किसिमले? पूर्वाग्रह, बदला लिन खोजेको भनेर व्याख्या गरेका छन्। अर्कोतिर धेरैजनाले चाहिँ कानूनी प्रक्रियालाई सम्मान गर्नुपर्छ, मुद्दाको टुङ्गो लाग्नुपर्छ, निष्पक्ष छानबिन होस् भन्नेमा जोड दिएका छन्। अब हामीले यहाँ कुनै पक्ष लिएको होइन है, स्रोतमा जे जस्तो देखिएको छ त्यही कुरा राखिरहेका छौँ। यसलाई अलि ठूलो तस्विरमा हेर्दाखेरि यो जनमतको विभाजनले पनि स्थितिको संवेदनशीलता र जटिलता देखाउँछ नि, हैन? हो त नि। एकातिर कानूनी प्रक्रिया आफ्नो ढंगले चलिरहेको छ, अर्कोतिर सार्वजनिक चासो विभिन्न कोणबाट भइरहेका टीका टिप्पणीहरू छन्। त्यसो भए अहिलेसम्मको कुरालाई मोटामोटी रूपमा भन्नुपर्दा रवि लामी छाने अहिले रूपन्देही कारागारमा न्यायिक हिरासतमा हुनुहुन्छ। अदालतहरूले विशेष गरी उच्च र सर्वोच्च अदालतले प्रमाणमा असर पर्न सक्ने जोखिम र मुद्दाको गम्भीरतालाई हेरेर धरोटी अस्वीकार गरेका छन्। हो, र त्यो निर्णय अहिलेसम्म कायम छ। कारागारमा उहाँको अवस्था सामान्य छ, एकल कोठामै हुनुहुन्छ। एकदम सही। उपलब्ध जानकारीको सार यही हो। उहाँको हिरासत निरन्तर रहनुको कानूनी आधार भनेकै उच्च र सर्वोच्च अदालतको फैसला हो, जुन चाहिँ मुद्दाको अन्तिम किनारा नलागेसम्म परिवर्तन हुने देखिन्न अहिलेलाई। यसले निश्चय पनि एउटा गम्भीर बहसलाई ठाउँ दिन्छ जस्तो लाग्छ मलाई। यस्ता हाई प्रोफाइल मुद्दाहरूमा कानूनी प्रक्रियाको निष्पक्षता कसरी कायम राख्ने अनि बाहिरी सार्वजनिक दबाव वा धारणाहरूसँग कसरी सन्तुलन मिलाउने, यो आफैमा एउटा प्रश्न हो। यो विचार गर्नुपर्ने प्रश्न तपाईले छोड्नुभयो। आज हामीले रवि लामी छानेको हिरासत स्थितिलाई विभिन्न स्रोतका आधारमा केलाउने प्रयास गर्यौं। अब श्रोताहरूले पनि सोच्न सक्नुहुन्छ यो सबै जानकारीको आधारमा अहिलेको स्थितिलाई कसरी हेर्ने र आगामी दिनहरूमा कुन कुराले यो प्रकरणलाई नयाँ मोड दिन सक्ला। यही विचारसँगै आजलाई यति नै गरौँ। नमस्कार।